नमस्ते, मेरो नाम सरी अधिकारी हो। म लिबल क्यान्टिकीबाट हो। म कक्षा 6 मा पढ्छु। आज म एउटा नेपाली कविता वाचन गर्न गइरहेको छु। कविताको शीर्षक छ मुना मदन। यो कविता महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेका हुन्। नछोडी जानुहोस् हे मेरा प्राण, अकेली मलाई मनको वनमा ननिम्ने गरी विरह जलाई। लोचनका तारा हे मेरा प्यारा, यो ज्योति बिलाए। के भन्नु भन्ने मकै थिइन, विषमै पिलाए प्यारा, विषमै पिलाए। मनको कुरा गलामा अड्कन्छ गलामा। यो मेरो मुटु 50 बाजी धड्कन्छ पलामा। त्यो छाती मेरो चिरेर खोली नजर गराए। त्यो मन केही फर्कँदो होला तस्बिर खुलाए। आँसुमा खस्छ मनको टुक्रा, यो आँसु बोल्दैन। मनको कुरा मनमै बस्छ, छातीले खोल्दैन। प्यारा आँसुले बोल्दैन। हे मेरी मुना नबन त्यस्तो जुनमा फुलेकी। फर्कन्छु फेरि म चाँडै भन्ने किन हो भुलेकी। म बिसै दिन बसुला लासा बाटामा बिसै दिन। जखेवा फेरि आउँछ उडी बिहान कुनै दिन। प्यारी भेटको बडा दिन। मरी छाड्यो के गरी छाड्यो मर्दको इरादा। नहाल प्यारी बाटामा मेरो आँसुको यो बाधा। अनार दाना दाँतका लहर खोलेर हाँसन। तिमीले हाँसे म हाँक्न सक्छु इन्द्रको आसन। प्यारी हृदयमा हाँसन। हे मेरा राम, हे मेरा कृष्ण जङ्गल पहाड। भिरका बोटे वनका जन्तु गाईको आहार। रातमा सूर्य विदामा हाँसो कसरी मिलाऊ। हजुरको गाथा हजुरको माथा प्रीतिले समाऊ। नभन त्यसो बुझन मुना धुवा चाहिँ पाऊ। वनका काँडा उकाला ठाडा कसरी लैजाऊ। हे नागकन्या पहाड न आऊ। ती एउटी आमा लक्ष्मीकी बत्ती नछाड सुसार। ती विष हिउँदा खाएकी आमा टुहुरी नपार। ती हेरी बसुन् यो चन्द्र मुहार। फुलेका केश गलेको जिउ आमाको मायाले। बाँधेन हरे हजुरको पाउ मायाको छायाले। हजुर आमाको मायाले। जङ्गली देश विपरिवेश सङ्कट सहेर। के मिल्छ हरे तिनलाई छाडी लासामा गएर। हातका मैला सुनका थैला के गर्नु धनले। सागर सिस्नु खाएको बेस आनन्दी मनले। प्यारा आनन्दी मनले। धन्यवाद।